हेलो साथीहरू, आफ्टर लङ टाइम दिदीबहिनी भेट भएर घुम्न जाँदैछौँ गार्डन ड्रिम हाउसमा। हाम्रो रुमदेखि चाहिँ नजिकै पर्छ नि त, त्यही भएर हामी हिँड्दै हो। एक्चुअली भन्नुपर्दा यो मेरो फर्स्ट मिनी भ्लग हो। आई होप तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दैछु। अनि फाइनली हामी त्यहाँ पनि पुग्यौँ। त्यहाँ पुग्दा चाहिँ एकदम मान्छे थियो, क्राउड थियो, गर्मी त्यस्तै थियो। सो अब दिदीले टिकट लिनुभयो, त्यसपछि 3 जनाको लिनुभयो, नानीको चाहिँ नलाग्दो रहेछ, त्यही भएर गयौँ। त्यसपछि मैले भिडियो खिचेँ। यो फ्लावरको हेर्नु कस्तो राम्रो हावा सरेर चलेको, अनि यो वाइटमा कस्तो राम्रो होइन। अनि यता चाहिँ पर्पल कलरको फुल फुलेको रहेछ। एकजना मान्छेलाई रिक्वेस्ट गरेर भिडियो बनायौँ, त्यसपछि बनाइदिनु भयो, उहाँलाई धन्यवाद। अनि यो सकेपछि मेरो नक्कल त पार्नै परिगयो गएपछि होइन, यतिको चाहिँ गर्नु पर्यो नि त। धेरै फोटो भिडियो खिचेँ होइन, त्यसपछि फर्क्यौँ यता हुँदै। यो चाहिँ के भन्छ हौ, नामै बिर्सेँ यसको नाम मैले। अनि यो यतापट्टि कस्तो राम्रो हेर्नु, मलाई एकदम राम्रो लाग्छ। यहाँको निस्किने बेला धारा हेर्नु मैले छुको। त्यसपछि घर आयौँ। अनि बाटोमा टिम्बर कस्तो राम्रो लाग्यो है। अनि हाम्रो घर जाने चाहिँ बाटो सिडी छ नि, त्यसरी ओह्रालो झर्नुपर्छ नि त। अनि गएँ मन्दिरलाई पछ्याउँदै गएँ। तर दिदी कस्तो अल्छी मानेको क्या, हेर्नु न, लस्याक गर्दै हेरिरहेको छ हो, अल्छी मानेर। त्यसपछि पुग्यौँ फाइनली घरमा। अनि हेर्नु न पसिना, हेर्नु न मेरो पसिना कत्रो आएको भन्दै हेरिरहेको थिएँ। दिदीको झन् गालाइरहेको थियो। धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा मेरो भिडियो।